नमस्कार। आज हामी तपाईसँग विशेष गरी साहित्य र राजनीति क्षेत्रमा तपाईले गर्नुभएको योगदानको विषयमा कुराकानी गर्न गइरहेछौँ। खास गरी तपाई अहिले पाल्पाको रामपुरमा हुनुहुन्छ र पनि भारत प्रवाससँग जोडिएर लामो समय काम गर्नुभयो। आज हामी यिनै विषयवस्तु अन्तर्गत रहेर तपाईसँग कुराकानी गर्न गइरहेछौँ। कति वर्षको हुँदा तपाई इन्डिया जानुभएको थियो? म लगभग 14 वर्ष करिबको थिएँ उमेरले। इन्डिया जानुको यहाँको समस्या परिवेशले गर्दा जानुभयो कि रहरले के सुरले जानुभयो? होइन, त्यति बेला त बाध्यता पनि थियो, किन भन्दा आर्थिक उपार्जन थिएन। अनि अर्को कुरो फेरि त्यति बेला एक किसिमको लहर पनि थियो कि सबै कहीँ न कहीँ अहिले विदेश जानुपर्छ भने चाहिँ त्यति बेला इन्डिया नै विदेश हुन्थ्यो, त्यस्तो प्रकारको लहर पनि थियो र केही हदसम्म त मेरो पारिवारिक बाध्यता पनि थियो। हजुर नेपाली एकता समाजमा रहेर भारतमा विभिन्न खालका गतिविधिहरू बढाएर अगाडि जानुभयो र पछिल्लो समय देशभित्रै बसेर राष्ट्रिय जनमोर्चाको नेतृत्व गरिरहनु भएको छ र सँगसँगै धेरै साहित्यमा रुचि राखेर धेरै लेखहरू लेखिरहनुहुन्छ। तपाईँले परिवर्तनका आकुराहरू निकाल्नु भएको छ, एउटा गजल सङ्ग्रह। यही बिचमा तपाईँलाई सबैभन्दा मन परेको चाहिँ परिवर्तनका आकुराको एउटा गजलको टुक्का सुनाऊ। यसको चाहिँ एउटा छ, रूप फेरियो समाजको चिन्तन फेरिएन भन्ने एउटा उ छ, सबैभन्दा बढी मलाई मन पर्छ र आज पनि यो चाहिँ रूप फेरियो समाजको चिन्तन फेरिएको छैन भन्ने चाहिँ मलाई यो लाग्छ पनि। रूप फेरियो समाजको चिन्तन फेरिएको छैन, रूप फेरियो समाजको चिन्तन फेरिएको छैन, युगै फेरिए नि रहन सहन फेरिएको छैन। 21औं शताब्दीका मान्छे भन्न मन गर्छौँ, 21औं शताब्दीका मान्छे भन्न मन गर्छौँ, तर नयाँ शैलीबाट गगन फेरिएको छैन। नयाँ शैलीबाट गगन फेरिएको छैन। यो समाजलाई सुन्दर अनि सभ्य भन्थे बनाऊ, यो समाजलाई सुन्दर अनि सभ्य भन्थे बनाऊ, मुटु छिल्ने तिखा तिखा वचन फेरिएको छैन। रूप फेरियो समाजको चिन्तन फेरिएको छैन, युगै फेरिए नि रहन सहन फेरिएको छैन। परिवर्तनका बहस त मुलुकमा चलेकै हुन्, परिवर्तनका बहस त मुलुकमा चलेकै हुन्, फेरि पनि मान्छेमा चाल चलन फेरिएको छैन। यो मुलुकमा पटक पटक त्यस प्रकारका परिवर्तनका बहस चले, तर मानिसहरूको स्वभावमा परिवर्तन गर्न सकिएन। सरकारले गर्नुपर्छ विकास ती दुर्गम गाउँहरूमा, सरकारले गर्नुपर्छ विकास ती दुर्गम गाउँहरूमा, अँध्यारोमै छन् जनता जीवन फेरिएन। अँध्यारोमै छन् जनता जीवन फेरिएको छैन। तपाईँले यो ठ्याक्कै कुन परिवेशलाई सम्झेर लेख्नु भएको थियो त्यतिखेर? यो के हुँदो रहेछ भने समाजमा काम गर्दै जाने क्रममा ठ्याक्कै दृष्टिकोणको विभाजित हुँदो रहेछ। त्यो दृष्टिकोणबाट आफूले सोच्ने शैली बन्दै जाँदाखेरिमा भई मानिसहरू अथवा अधिकांश बहुसङ्ख्यक जनताहरूको पीडा र समाजमा समसामयिक अवस्थाबाट निकास खोज्ने अवस्थाहरू त्यो सलबलाएको अवस्थालाई हेर्दाखेरिमा यस प्रकारको चाहिँ सृजना गर्नुपर्छ। हामी त काममा लागिरहेका छौँ। अहिले राजनीतिक परिवेश पनि निकै परिवर्तन भएको छ। यही भदौ 23 र 24 गतेको जुन आन्दोलन भयो त्यसले पनि राजनीतिक परिवेशलाई धेरै फरक पारेको छ। तपाईँले यो गजलमा भने जस्तै अँध्यारोमै छन् जनता जीवन फेरिएको छैन। हामीले 62-63 देखि लिएर आन्दोलन धेरै पटक गर्यौं। नेपाली समाजमा नेपालीहरूले धेरै आन्दोलन गर्यो। त्यो बीचमा अहिले फेरि अर्को एउटा आन्दोलन छेडिएको छ। यसको विषयमा तपाईँको धारणा के हुन सक्छ? ठिक प्रश्न भन्नुभयो। यो विषय त अहिलेको अत्यन्त गम्भीर प्रश्न पनि हो र अहिलेको युगले मागेको प्रश्न पनि हो। हामी के बुझेका छौँ भने समाजमा अन्याय हुन्छ, अत्याचार हुन्छ र नयाँ नयाँ चाहना र नयाँ समस्याहरूलाई नयाँ तरिकाले निकास दिने पनि यो समाज मानव समाजभित्र चलिरहन्छ। त्यही मध्येको यो अहिलेको यो घटना हो। किनभने यो घटना अलिकति नरमाइलो वातावरणमा सृजना भयो। किन भन्दा धेरै बालबालिकाहरूले आफ्नो जीवन गुमाउनु पर्यो। त्यसप्रति त हाम्रो दृष्टिकोण के हो भने त्यस्तो प्रकारको सरकारले लामो बहुदलीय व्यवस्था आइसकेपछि सरकारले सही प्रकारको जनताको म्यान्डेट अनुरूप आफूलाई स्थापित गरेर जनताका समस्याहरूलाई प्रमुखता दिएर यदि काम गर्ने शैली बनाएको भए सायद यो घटना घट्दैन थियो भन्ने हामीलाई लाग्छ। तर
तर यहाँ भइदियो के त भन्दाखेरिमा जति पटक पनि सरकार बनाउँदा खै अब बाहिरी माहौलमा सुनिन्छ पनि यो शक्ति राष्ट्रहरूले चलाउने मुलुक, त्यहाँ गइसकेपछि क्रान्तिकारी गर्छन् सडकमा, तर वहाँ गइसकेपछि उनीहरूको भाव फेरिन्छ, चिन्तन फेरिन्छ भन्ने खाले कुराहरू अब हामीहरू जस्ता मान्छेहरू पनि कहीँ कतै त्यस्तै हो कि भन्ने खाले त्यस्तो प्रकारको भान पर्यो अहिलेको युवाहरूको भित्र मनबाट। त्यो चाहिँ विश्वासको जस्तो बन्न थाल्यो र हाम्रो भविष्य यहाँ ठिक छैन, यो देश यति राम्रो सुन्दर छ भन्ने खाले कुराहरू बच्चाहरूले बारम्बार युवाहरूले उठाइरहे। त्यसैको परिणामस्वरूप सही प्रकारले राजसत्ताको परिचालन नहुनुको कारण जनताका आशा र विश्वासलाई प्रतिनिधित्व नभएको कारण यो घटना घटेको हो भन्ने लाग्छ। अब के हुन सक्ला? अबको समय भनेको त अब यिनी बच्चाहरूको जुन प्रकारको एउटा क्रान्तिकारी स्पिड देखाएका छन्, यो बीचको समयमा हामीलाई अब युवाहरू नै नरहेपछि के होला र अब यो नाति नजन्मने देश भन्ने खाले किसिमका कुराहरू चर्चा बजारमा आएका थिए। तर अहिलेको घटनाले एकातिर त प्लस पोइन्ट पनि गरेको छ, होइन रहेछन् है, अझै युवाहरू छन्, अझै भविष्य खोज्दैछन्, यो देशको उज्यालो पक्षलाई उनीहरूले भेटाउने अभ्यासमा छन् भन्ने कुराहरू त देखिएको छ। तर त्यसको साथसाथै अत्यन्त ठुलो खतरा पनि के देखा परेको छ भन्दा तमाम प्रकारका शक्ति राष्ट्रहरूले यो मुलुकमा भएको प्राकृतिक सम्पदादेखि लिएर आफ्नो एकदम तुच्छ प्रकारको एउटा चाहिँ आवश्यकतालाई पूर्ति गर्नको लागि मुलुकहरूले यो पुँजीवादी युग र यो साम्राज्यवादी युगको जुन एउटा चलखेल छ, यो चलखेलबाट यदि मुलुक बच्न सक्यो भने निश्चय पनि यसको उज्जवल भविष्य छ। यदि त्यो प्रकारबाट त बच्न सकेन भने त्यसको के हुन्छ अहिले भन्न सकिँदैन। हजुरले यो परिवर्तनका आँकुराहरू लेख्नुभयो, यसबाट एउटा गजल सुन्यौं, अझै अर्को गजल सुन्छौं। अर्को गजल छ मसँग। यो युवाहरू र यो समाजमा काम गर्ने मान्छेहरूको लागि मैले लेखेको छु, थाक्नै नसक्ने हुन्छ छातीमा रहर मानिसको। थाक्नै नसक्ने हुन्छ, थाक्दै नथाक्ने हुन्छ छातीमा रहर मानिसको। यो चाहिँ म यही परिवेशमा काम गर्ने दौरानमा के हुँदो रहेछ, यस्तो गरेर कहाँ हुन्छ र म यति वर्ष लागेँ यहाँ र त्यहाँ पार्टीदेखि लिएर आम जनमानसको बिचमा जुन प्रकारको एउटा भाव प्रकट हुन्छ त्यसलाई होइन है, त्यो सत्य होइन, त्योभन्दा छुट्टै छ यो संसार, हामी लाग्नुपर्छ भन्ने अभिप्रायले थाक्दै नथाक्ने हुन्छ छातीमा रहर मानिसको, थाक्दै नथाक्ने हुन्छ छातीमा रहर मानिसको, चाहनामा उराट लाग्दो हुन्छ कहर मानिसको। अब यसले भन्न खोजेको पनि त्यही नै हो। यो समाजभित्र तमाम हामी स्पिडमा जान्छौँ, तर अलि उता पुगेपछि आफ्नो उद्देश्य पूर्ति भएन लटक्क परेर के भन्ने जस्ता भावनालाई मैले होइन अझै छ, अझै तन्त्र छिटो खोजिएको छ कि मान्छेले सबै कुरा, त्यो कारणले गर्दाखेरि यो चाहिँ लेखेको छु। अनि त्यसपछि दोस्रो चाहिँ युगै पापी हो कि, यो युगै पापी हो कि कुन्नी मेहनतमा आँसु किन्छ। युगै पापी हो कि कुन्नी मेहनतमा आँसु किन्छ। अब ल्याउँछ चेतना दास्ता तोड्ने पहर मानिसको, अब आउँछ ल्याउँछ चेतना दास्ता छोड्ने पहर मानिसको। तिमी नातिय नघबराऊ, यसको धेरै लामो उद्देश्य छ भनेर उनीहरूलाई अलिकति दार्शनिक रूपमा पनि उनीहरूलाई तान्नुपर्छ, युवाहरूलाई प्रतिनिधित्व गर्नुपर्छ युवाहरूलाई भनेर मैले यसलाई चाहिँ यसरी सिर्जना गरेँ। बुझे हुन्छ हामीले मानिसको सीमित जीवनलाई, बुझे हुन्छ हामीले मानिसको सीमित जीवनलाई, छैन हजुर मेरो देशमा यथार्थ ठहर मानिसहरूलाई। राजनीतिमा गएका मानिसहरूले जुन प्रकारको एउटा चाहिँ ठहर गरेर अहिलेको समस्या यो हो भनेर त्यसको प्रतिनिधित्व गर्ने ठाउँमा गठबन्धनका सरकार बनाउने, 6 महिनामा सरकार तोड्ने अनि त्यही तानातानीको मात्रै अवस्था भयो। यो बहुदलीय व्यवस्था आइसकेपछि त स्पिडमा अगाडि जानुपर्ने हो नि, जनताको चाहना त हो नि, त्योभन्दा विपरीत भइदियो र त्यस अनुरूप मैले चाहिँ यथार्थ ठहरको चाहिँ खोजी भएन है, हामी आफ्नै उसमा लागियो भन्ने कुराहरू यसले जनाउँदै। नाफा बाहेक अरू पनि हुन्छ, नाफा बाहेक अरू पनि धेरै हुन्छ ज्ञानका कुरा। नाफा आफ्नो ठाउँमा छ, आफ्नो प्रकारको छ, तर त्योभन्दा बढी त ज्ञानका कुरा। नाफा बाहेक अरू पनि हुन्छन् धेरै ज्ञानका कुरा, गाउँमा भन्दा दोब्बर दुखी छन् सहरमा मानिस। गाउँमा बाख्रा पाठा पालेका छन्, सामान्य खेती प्याज लसुन उब्जाएका छन्, खानलाई त्यति दुःख छैन, नुनीसित खाए पनि बाँचिदो रहेछ। तर सहरमा त दिनदिनैको दिनचर्याबाट अलिकति टुट्यौँ भने, अहिले भर्खरै मैले सुनेको थिएँ अस्ट्रेलियामा काम गर्नेहरूले यदि महिनामा 2 दिन 3 दिन पनि यसो उसो भयो भने त्यो महिनालाई अलिकति कसो कसो अप्ठ्यारो हुने। अमेरिका बस्ने मानिसहरू वर्षमा एकपल्ट 6 महिना के अरे 1 वर्षको छुट्टी लिएर आए पनि त्यो किस्तहरू नतिरिने, त्यस्तो प्रकारको त्यो चाहिँ वातावरण देखेको छन्। हाम्रो यहाँ त 15 दिन काम गरेर 1 वर्ष खान मिल्दो रहेछ। यो त असाध्य शब्दै देश रहेछ, यति राम्रो हरियाली, यति राम्रो बसन्तहरू रहेछन् भन्ने कुराहरू मैले यहाँ झर्काउनको लागि एकतामा माला उनौँ, एकतामा माला उनौँ हामी नेपालीको गाथा भनेर, एकतामा माला उनौँ हामी नेपालीको गाथा भनेर उठ मानव
झिक्न विकृतिको जहरमा मानिसको भनेर मैले यसरी यो गजल चाहिँ यो परिवेशलाई समेट्ने हिसाबले लेखेको थिएँ। तपाईलाई यो क्षेत्रमा लाग्ने प्रेरणा कसरी मिल्यो? यो क्षेत्रमा लाग्नको लागि त साँच्चै भनियो भने समाजभित्र चल्ने विकृति, असमानता, हेपाई खाले प्रवृत्तिहरू लामो समयदेखिबाट चलिरहेको थियो। म किन भन्दा पञ्चायत कालदेखिबाट नै त्यस्ता प्रकारका अपमानका कुराहरू म सहिरहेको थिएँ। जब जब म मानव समाजभित्र अलिकति म पनि काम गर्नुपर्छ भन्ने खाली चेतनाको विकास भइसकेपछि सामाजिक सङ्घ संस्थाहरूमा काम गर्ने मौका मिल्यो। त्यो मौकामा चाहिँ जुन एउटा मार्क्सवादी शैलीबाट, मार्क्सवादी चिन्तनबाट, भौतिकवादी चिन्तनबाट जब मैले अध्ययनहरू गर्न थालेँ, साँच्चै भन्यो भने मैले यो अहिले जुन मैले शिक्षा हासिल गरेँ, जुन जागिर खाएर मैले पेन्सन खाँदैछु, यो मार्क्सवादी देन हो। त्यो चेतना यदि हुन्थेन भने म सायद जडिया हुन्थेँ, तास खेल्ने हुन्थेँ, अथवा पढाइलाई ध्यान दिँदैन थिएँ, अथवा म कतातिर भौतारिन्थेँ भन्ने के भन्छ मार्क्सले जीवनलाई? मार्क्सले जीवनलाई भन्छ उनले खोजमूलक हो यो जीवन। जीवनमा तिमीले हरेक पल चाहिँ खोज गर्नुपर्छ र खोज गरेका चिजहरू मानव समाजमा इम्प्लिमेन्टको लागि अभ्यास गर्नुपर्छ, परिवर्तन गर्नुपर्छ, परिवर्तनमा जुट्नुपर्छ, लाग्नुपर्छ भन्छ मार्क्सले। जीवन के छ तपाईँको भोगाइमा? जीवन एक सुन्दर फुलबारी पनि हो। अनि यो सुन्दर फुलबारीलाई मानिसले कसरी परिचालन गर्छ? अब धनै कमाउने किसिमले परिचालन गर्ने हो भने अहिले भर्खरका घटनाहरू थुप्रै थुप्रै पैसा पोलिएको देखियो। त्यो बाटो पनि सत्य होइन छ। अब त्योभन्दा भिन्दै मानव समाजमा काम गर्न पाउने हो भने खासै धन पनि चाहिँदो रहेछ, जीवन परिचालन विभिन्न मोडबाट हुँदो रहेछ भन्ने कुराहरू बुझिएको छ र मानव समाजबाट प्राप्त भएको धन नै त्यो जीवनको ठुलो धन हुँदो रहेछ भन्ने। त्यसैले जोड गुडान भागले गर्दा जीवन घटाउन भुलेछु, स्वर्गमा एउटा झुपडी बनाउने चिठी पठाउन भुलेछु। यो तपाईँको गजल नम्बर 9बाट हामीले यो परिवर्तनका आकुराबाट लिएका हौँ। यसलाई सुनौ एकपटक। यो चाहिँ कस्तो अवस्था थियो भने मैले यस्तै काम गरेर आइसकेपछि कतिपय राम्रा र नराम्रा पक्षहरूको द्वन्द्व भइरहेको थियो। अनि त्यसपछि गएर दर्शनले पनि मलाई चेपेको थियो। त्यो अवस्थामा चाहिँ अब मानव समाजले ठ्याक्कै बुझ्ने भन्दा स्वर्ग र नर्कका कुराहरू बढी बाहुल्यता छ। त्यसलाई परिकल्पना गरेर अनि म माथि त्यो भावहरू सिर्जना भए, यसलाई जस्ता तस्तै इमान्दारीपूर्वक उतारिदिनुपर्छ भन्ने भयो। अनि त्यसपछि मैले यो लेखेँ, जोड गुडान भागले गर्दा जीवन घटाउन भुलेछु। मेरो जीवनको स्पिड जुन घट्दैछ है, म यति मेरो अब उमेर भनेको निश्चित छ, यो भने कुराहरू घटाउन भुलेछु। स्वर्गमा एउटा झोपडी बनाउने चिठी पठाउन भुलेछु। यो कुन भाव हो भन्नु होला भने अन्तत हामी यहाँबाट गइसकेपछि वहाँ गएर पनि कस्तो प्रकारको उसमा चाहिँ यहाँका मानव समाजले कस्तो प्रकारको मूल्याङ्कन गर्छन् त भन्ने कुराहरूतर्फ पनि मैले ध्यान दिनुपर्छ। यानि मानव परोपकारीको कामहरूलाई पनि बढी ध्यान दिनुपर्छ। स्वर्ग र नर्क होला या नहोला, तर गइसकेपछि पनि यहाँका मानिसहरूले मलाई सम्झाउनुपर्छ है भन्ने भावले चाहिँ मैले यसलाई सिर्जना गरेँ। अनि स्वार्थले होला जीवन मेरो अभावकै दौडमा गएछ, जीवनको हिसाब चुलियो, स्वार्थ चलाउन भुलेछु। जीवनको हिसाब चुलियो, स्वार्थ चलाउन भुलेछु। जचाउन, स्वास्थ्य जचाउन भुलेछु कि आफ्नो स्वास्थ्य जचाउनेतिर पनि ध्यान लागेन। किन भन्दा त्यो एक किसिमको लालचले दौडेको छ कहाँ पुग्ने थाहा छैन। जीवन आफ्नो स्वास्थ्यमाथि असर परिसक्यो, तर त्यो तर्फ पनि मान्छेले ध्यान दिन सकेन। यस्ता गल्तीहरू पनि हुँदो रहेछ नै जीवनमा भन्ने खाले यसले बताउँछ। अनि नरुनु सानी फेरि आफ्नो परिवारतर्फ धचकतियो। नरुनु सानी कहिल्यै तिमी जीवन मेरो घटेको देखेर, नरुनु सानी कहिल्यै तिमी जीवन मेरो घटेको देखेर मरेर पनि जिउँदै भने ठाँटी र पौवा बनाउन भुलेछु। सुखको मेलो आउँछ एक दिन हेर बिहानी लालीमा, सुखको मेलो आउँछ एक दिन हेर बिहानी लालीमा, पछुतो भयो देशमा जनहितको नारा लगाउन। यानि बिरुवा बोट प्रकृतिको नियम यथार्थ हो। बिउ बिरुवा बोट प्रकृतिको नियम यथार्थ हो। डालीबाट झरेर पात नयाँ भएर पलाउन भुलेछु। यानि त्यो जीवनको दौड त भयो, यो मौसमसँगै कहिले झर्ने कहिले प्यालो हुने फेरि पलाउने जुन उत्सुकता मानवले बिर्सन्छ है भनेर यसलाई चाहिँ त्यसरी मैले गर्न खोजेँ। मरेर पनि जिउँदै हुने ठाटी र पौवा बनाउन भुलेछु। जीवनमा आफूले के गरे जस्तो लाग्छ ठ्याक्कै यो शेरलाई सम्झिँदा? अब के हुँदो रहेछ भने मानिसले सकेसम्म आफूले आफ्नो पढाइले आफ्नो ज्ञानले भेटाएसम्म यदि उसले निस्वार्थ समाजलाई दिने खाले, दिने र लिने, दिने भनेको त आफूले जानेको दिने र नजानेको अध्ययन गर्ने जुन पृष्ठभूमि छ, जुन एउटा फिल्ड छ,
त्यो फिल्डमा नै बढी मान्छे खट्नुपर्छ। हामीहरू यो तछाड मछाड गरेर बढी यो चाहिँ आर्थिक उत्पादनतिर लाग्नुभन्दा त्यो जीवनमा जन्मिसकेपछि मानवहरू आफै काम गर्दै जान्छन्। व्यक्तिगत नातिलाई कमाइदिने सम्पत्तिर भन्दा समाजलाई अझै जोडेर लैजानेतिर लाग्नुपर्छ भन्ने एउटा अवधारणाले यो आयो। तपाईँ लामो समय भारतमा बसेर काम गर्नुभयो, सरकारी जागिर पनि खानुभयो, त्यहाँको दुःख भोगाई र यहाँको परिवेशलाई चाहिँ कसरी लिन सकिन्छ? कल्याणजी, यो विषय अत्यन्त गम्भीर पनि छ। अब भारत प्रवासमा जागिर गरेको भएर केही न केही महिना मर्ने बित्तिकै केही न केही आइहाल्छ। अब त्यो केही न केही भइसकेपछि एक पार चाहिँ चिन्ता गर्न पर्दैन। तर यहाँको वातावरण भनेको त्योभन्दा अलिकति फरक छ। किन भन्दा यहाँ त कुनै समाजको मिटिङ, क्लास, शिविर, प्रशिक्षण आदिहरू गर्नको लागि घर पालेको पाडो बेचेर, बाख्राको पाठो बेचेर भाडा गरेर काम गर्नुपर्ने अवस्था छ। अब त्यो अवस्थामा लागेका अभियन्ताहरू कति समय टिक्लान् त? तिनको स्रोतको के हो त खोजी भन्ने किसिमको यहाँ अप्ठ्यारो अवस्था छ। यहाँ सामाजिक भएर बाँच्न भनेको कि ट्र्याक्टर, डोजर, नाफामुखी चाहिँ प्रक्रियामा चाहिँ आफ्नो राजनीतिक जीवन केरियर लिएर जानु पर्यो। निस्वार्थ काम गर्ने हो भने त्यसले पनि काम गर्दैन। उत्पादनका स्रोतहरू असाध्यै कमजोर छन् अनि र त्यसलाई योजनाबद्ध प्रकारले पनि थालेका छैनन् मानिसहरूले, जसले गर्दा यहाँ अप्ठ्यारो अवस्था छ। नयाँ पिँढीमा राजनीतितर्फ अत्यन्तै वितृष्णा छ। पुराना पुस्ताहरूले त्यो आफ्नो पदीय जिम्मेवारी छोड्नै नचाहेको अवस्थामा अहिलेको घटना पनि घट्यो। यो परिस्थितिलाई विश्लेषण गर्दा नयाँ पिँढीहरू कसरी आउलान् त? अब यो राजनीतिक क्षेत्रमा के हुन सक्छ? तपाईँले भने जस्तै आर्थिकसँग नजोडिने भने अब राजनीति गर्न, सामाजिक क्षेत्रमा लाग्न पनि गाह्रो छ। यो परिवेशमा समाज रूपान्तरणका लागि युवाहरू कसरी निस्कन सक्लान्? यो विषय सब अहिलेको जुन शताब्दी छ, यो शताब्दीमा हिजोको जस्तो भावनाले मात्रै, हिजोको मात्रै अन्याय भयो, अत्याचार भयो भनेर दूर दराजका गाउँमा गएर सङ्गठन गरे जस्तो आजको युग होइन। आजको युग डिजिटल युग हो। यो युगमा चाहिँ प्रत्येक पल पलमा समस्या देखा पर्छन् र पल पलमै त्यसको निवारण गर्नुपर्ने युग हो। त्यसो भएर हिजोको जुन चिन्तनले आजको चिन्तनलाई चाहिँ नेतृत्व गर्न सक्दैन। बरु अलिकति यहाँ फरक के देखा परेको छ भन्दा युवाहरूमा हिजोको जस्तो अलिकति थायित्व चिन्तन, व्यवहारिक चिन्तन अहिले युवाहरूमा देखा परेको छैन। अलिकति उनीहरूले चाहिँ संस्थागत रूपमा विकास हुनुपर्छ, नियम सङ्गत हुनुपर्छ भन्ने कुरामा सैद्धान्तिक रूपमा हामी प्रशिक्षण हुनुपर्छ। यदि तिनी चिजहरू भएनन् भने अन्य शक्ति राष्ट्रहरूले हामीलाई उपयोग गर्न सक्छन् है भन्नेतर्फ त युवाहरूलाई सचेत गरेर लैजानुपर्ने आवश्यकता छ। र अर्को कुरो फेरि पुराना पुस्ताले यो नयाँ जेनेरेसनलाई, नयाँ पुस्तालाई विश्वासको वातावरण बनाउनु पर्यो। हामी यसरी लागेका हौँ। आजको युगलाई तपाईँहरूको नेतृत्व गर्न सकिएन भने तपाईँले नेतृत्व गर्नुहोस्, तर यिनी चिजहरूमा तपाईँले विशेष ध्यान पुर्याउनु भयो भने यो मुलुकले चाहिँ धोका खानु पर्दैन, यो मुलुकमा अन्याय हुँदैन अथवा संसारको सामने यसलाई चिनाउनमा तपाईँले नेतृत्व गर्न सक्नुहुन्छ भन्ने पुराना पिँढीले विश्वास दिलाउने खाले। जस्तै अहिले भर्खरै प्रधानमन्त्री बन्न सुशीला कार्कीको कुरो गर्न सकिन्छ। सुशीला कार्कीका विभिन्न पाठ होलान्, त्यो पाठतिर म लागिन। तर एउटा चिज मैले यो अध्ययनमा मैले फेला पारेको के हो भन्दा गर्नुपर्छ र गर्न सक्छु भन्ने आँट चाहिँ त्यो चाहिँ अब त्यो कसरी गरिन्छ, त्यो काम व्यवहारमा जाँदा देखिने कुराहरू कुन कुन चिजले अप्ठ्यारो पार्ला त्यो अलग हो। तर त्यो के जस्तै छोरा आमाले बच्चालाई दुध खुवाउनै पर्छ भने जस्तो एक दिक्का कि म गर्छु, म सक्छु, यो लैजानुपर्छ भन्ने खास जहाँसम्म उहाँको त्यति एउटा भावनाले पनि अहिलेको युवाहरूलाई साहित्य प्रतिनिधित्व गर्ने खाले दुई चारवटा काम गरिदिइहाल्नु भयो भने त कमसेकम विश्वासको वातावरण हुन्छ कि भन्ने जस्तो आशा पलाएको छ। तर त्यसभित्रका थुप्रै समस्याहरू, थुप्रै पहिराहरू त बाँकी नै छन्। अझै एउटा गजल सुनाऊ तपाईँलाई मनपर्ने। मैले यही रामपुर आइसकेपछि रचना गरेको थिएँ। अनि गजल नम्बर 10। जन्माउनु छ मुस्कान रामपुर फाँटमा, जन्माउनु छ मुस्कान रामपुर फाँटमा, लाग्दैछन् युवा विकासको आँटमा। जन्माउनु छ मुस्कान रामपुर फाँटमा, लाग्दैछन् युवाहरू विकासको आँटमा। अधुरो हुन्छ निधारमा लेखेको कुरा पनि, अधुरो हुन्छ निधारमा लेखेको कुरा पनि आजको यो वैज्ञानिक चिन्तनको चाटमा। अधुरो हुन्छन् निधारमा लेखेका कुरा पनि आजको यो वैज्ञानिक चिन्तनको चाटमा। साहित्य दुईटाको म्याचिङ गराउनलाई धेरै मेहनत गर्नुपर्छ, बुझ्नुपर्छ भन्ने कुराहरू मैले यहाँ दर्शाउन लाएँ। धेरै देखियो यहाँ प्रगति गर्ने झुटा जालझेल, धेरै देखियो यहाँ प्रगति गर्ने कुराहरू, यो पछि त्यो पछि यो, अहिले यो सरकार आयो हुन्छ कि त्यो सरकार आयो हुन्छ कि यो संस्थाले हुन्छ कि त्यो संस्था भन्ने कुराहरू यहाँ विभिन्न प्रकारका कुराहरू आए।
हैन। धेरै देखियो यहाँ प्रगति गर्ने झुटा जाल झेल बुझ नव आगन्तुक केही छैन मारकाटमा। यो चाहिँ यो माओवादीको आन्दोलन चल्दाखेरिमा जुन प्रकारको एउटा सरकार पक्ष र माओवादीको द्वन्द्वको बिचमा जुन भएको थियो त्यो चाहिँ अलिकति एउटा उत्तेजनामा सिर्जना भएका चिजहरू हुन् भने त्यति बेला मैले यो लेखेको चिज हो कि मारकाटले मात्रै हुँदैन है। उनीहरूलाई वैचारिक रूपमा बन्दुक त वैचारिक रूपमा बगाइदिन सक्नुपर्छ, जबरजस्तीमा होइन। आजको जुन प्रकारको हामीले देखेका छौँ यो विचार एकदम सठिक रहेछ भन्ने आज लाग्छ कि माओवादीहरूको अवस्था देख्दा पनि। म त खुल्ला बोल्ने मान्छे, त्यो हुँदाखेरिमा अहिले पनि यो व्यवहारिक छ भन्ने मलाई लाग्छ। अर्को शब्द छ बाल्दै जानुपर्छ चेतनाको दीप गाउँ सहरमा। बाल्दै जानुपर्छ चेतनाको दीप गाउँ सहरमा फुट्दैन मातृभूमिको फूल झुटको लुटको फुल्दैन मातृभूमिको फूल लुटको छाँटमा भनेर यो त्यो बाटो हिँडेर हिंसाको बाटो हिँडेर मात्रै पनि हुँदैन। विशेष परिस्थितिको निर्माण नभइकन त्यो बाटो हुन त कमरेड माओले राजसत्ता बन्दुकको नालबाट हुन्छ भन्ने कुरा त्यो कसरी बुझ्छ त? त्यो त एउटा विशेष परिस्थितिमा मात्रै प्रयोग गर्ने चिज हो। जतापाछे प्रयोग गरेर जति मलाई रिस उठ्यो भनेर प्रयोग गरेर मेरो ठुलो ग्याङ छ भनेर प्रयोग गरेर त त्यसलाई त्यो सेन्टिमेन्टमा लान त सकिन्न। त्यो कारणले गर्दा विशेष परिस्थितिको उही कुरा सही छ उही कुरा बेठिक छ भन्ने किसिमले बुझ्न सकियो भने बढी व्यावहारिकता हुन्छ। ख्याल राख्नै पर्छ प्रगतिको सपनाहरूमा, ख्याल राख्नै पर्छ प्रगतिको सपनाहरूमा थोरै काम धेरै गफ हुन्छ फटा ढाँटोरी। थोरै काम धेरै गफ हुन्छ फटा ढाँटोमा। हुन्छ, तपाईसँग हामीले धेरै कुरा गर्यौं। नेपालमा पछिल्लो समय रहेर रामपुर क्षेत्रको कालीगण्डकी बेसीको परिवर्तनका निम्ति आफ्नो कलम चलाइरहनु भएको छ। सँगसँगै राजनीतिक बेसमा रहेर पनि आफ्नो काम गरिरहनु भएको छ। यहाँको सादा जीवनप्रति हामी प्रेरित छौँ। सँगै तपाईँ भारतमा बसेर धेरै समय लामो समय बसेर आफ्नो जीवनलाई त्यहाँ धेरै लामो समयसम्म जीवनलाई त्यहाँ अर्पण गर्नुभएको छ। धेरै कुरा त्यहाँबाट सिक्नु भएको छ। नेपाली एकता समाजमा रहेर नेपालमा रहेका भारतमा प्रवासीहरूलाई सामाजिक कार्य नेपालीहरूको समस्या समाधानका निम्ति सङ्गठित हुन पनि यहाँले प्रेरित गर्नु भएको छ। यहाँको जीवन अत्यन्तै अनुकरणीय छ। अन्तिममा हामीले यहाँसँगबाट अरू केही तपाईँलाई भन्नै मन लागेको त्यस्तो केही छ भने सुन्न सक्छौँ। धन्यवाद वन्दनाजी। यो अहिलेको समाजमा मुनाफा र घाटा भन्ने जुन एउटा दृष्टिकोण छ त्यो दृष्टिकोणबाट हामी अलिकति बाहिर निकाल्न अहिलेका युवाहरूलाई सकियो भने, साँच्चै भनियो भने हामी यहाँ युवाहरूलाई एउटा चिन्तन र एउटा दृष्टिकोणको आधारमा विकास गर्न सकेनौँ भने हाम्रो भोलिको भविष्य चाहिँ के हुन्छ भन्दा यो पुँजीवादी संस्कारबाट उनीहरू विकास हुन्छन्। पुँजीवादले चाहिँ यदि यो संसारको नेतृत्व गर्न सक्थ्यो भने आज यस्तो प्रकारको विकृति आर्थिक डामाडोलको अवस्था सिर्जना हुँदैन थियो। त्यो हुँदाखेरिमा अहिलेका युवाहरूलाई बढीभन्दा बढी अध्ययन गर्ने, यो संसारको जुन संसारलाई हेर्ने जुन दृष्टिकोण छ, विश्व दृष्टिकोण छ, त्यसबारेमा बढी परिपक्व हुने, आफूलाई धैर्य राखेर निरन्तर सामाजिक काममा चाहिँ परिचालन गर्ने किसिमको भावना वल्लो गाउँ पल्लो गाउँ, वल्लो घर पल्लो घरबाट त्यस्तो प्रकारको संस्कारको परिचालन गर्न सकियो भने आउने सन्ततिले केही न केही अहिलेको अप्ठ्यारो अवस्था हामीहरूले जुन चिर्नलाई निकै गाह्रो भइरहेको छ यो अवस्थामा उनीहरूलाई बढी सहज होला र सन्ततिलाई हस्तान्तरण गरेर जाने कुरा पनि हामीलाई गौरवका साथ भन्न पाइएला भन्ने कुराहरू नै भन्न चाहन्छु। हुन्छ, समय दिनुभयो, यहाँलाई धेरै धन्यवाद दिन चाहन्छौँ। धन्यवाद, धेरै धेरै धन्यवाद। आइदिनु भयो, मेरो विचार राख्ने तपाईँको मिडियाबाट जुन एउटा अवसर दिनुभयो त्यसप्रति पनि आभार व्यक्त गर्न चाहन्छु। र साँच्चै भने हामी यो रामपुर बेल्टमा कमसेकम सबै पक्षका कुराहरूलाई समेटेर एउटा सामाजिक रूपमा प्रतिनिधित्व गर्ने तपाईँको एउटा लिडिङ गर्ने क्षमताको विकास होस्। यो समाजमा दुई प्रकारका जुन दृष्टिकोण छन् त्यो दृष्टिकोणलाई चिर्ने अभियानमा आध्यात्मिकवाद र भौतिकवाद बीचको जुन द्वन्द्व छ यो समाजको द्वन्द्व हो। यो द्वन्द्वमा यो वाद र त्यो वाद भन्दा पनि दृष्टिकोणलाई चिर्ने अभियानमा तपाईँको कलम निरन्तरता चलिरहनेछ भन्ने आशा र विश्वास पनि साथसाथै जनाउँदै हजुरलाई धन्यवाद। धन्यवाद समय दिनुभयो।